हेलो एभ्रिवान, वेलकम टु अनदर भिडियो। बीपीसीएल ले चाहिँ एउटा राम्रो खालको यहाँ इम्पल्सिभ मुभ लिएको थियो। त्यसपछि यसमा एउटा करेक्सन आयो र अहिलेको टाइममा हामीहरूले हेर्ने हो भने चाहिँ फेरि यहाँनिर माथिल्लो लेभलमा चाहिँ क्यान्डलहरु चाहिँ फर्मेसन भइरहेको छ। अब यसलाई हामीले एलियट वेभ थ्योरीको पर्सपेक्टिभबाट हेर्ने हो भने लगभग यो चाहिँ 280 को लेभलको नजिकबाट बढ्न सुरु गरेको थियो। यो लेभलबाट बढ्दाखेरि यसले फर्स्ट वेभ कम्प्लिट गर्यो, त्यसपछि यसमा सेकेन्ड वेभको करेक्सन आयो र सेकेन्ड वेभ कम्प्लिट भइसकेपछि यो चाहिँ थर्ड वेभको लागि गइरहेको थियो र थर्ड वेभको लागि जाँदाखेरि पनि यसमा हामीले क्लियरली 5 वेभमा चाहिँ मुभ भएको देख्न सक्छौं। थर्ड वेभको लागि जाँदाखेरि फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थ गरेर यो 5 वेभमा मुभ भयो र यसमा हामीले ट्रेन्ड बेस फिब एक्सटेन्सन लगाएर मेजर गर्ने हो भने पनि थर्ड वेभको मिनिमम टार्गेट भनेको चाहिँ 1.618 को लेभल थियो। यो 1.618 को लेभल भनेको चाहिँ थर्ड वेभको मिनिमम टार्गेट हो र कुनै कुनै बेला चाहिँ थर्ड वेभ चाहिँ ओभर एक्सटेन्डेड भएर चाहिँ 2.618 को जुन लेभल हुन्छ यो लेभलसम्म पुग्ने गर्छ र यहाँ हामीले हेर्ने हो भने एक्ज्याक्टली जुन 2.618 को लेभल छ, लगभग यो 1040 को लेभल, यो लेभलमा पुगेपछि चाहिँ यसले चाहिँ आफ्नो यो हायर डिग्रीको थर्ड वेभ कम्प्लिट गरेको हामीले देख्न सक्छौं र हायर डिग्रीको थर्ड वेभ कम्प्लिट भइसकेपछि त्यसपछि यसमा एउटा फेरि राम्रो खालको करेक्सन आयो र यो करेक्सन भनेको चाहिँ हायर डिग्रीको फोर्थ वेभको करेक्सन हो। अब फोर्थ वेभ पनि जेनरली डाउन आउँदाखेरि चाहिँ 0.236 देखि 0.5 को लेभलसम्म चाहिँ आउने गर्छ, तर कुनै कुनै बेला अझै अलिकति तलसम्म पनि आउन पाउँछ। हामीले एलियट वेभ थ्योरीको रुल अनुसार हेर्ने हो भने जुन फोर्थ वेभ हुन्छ, फोर्थ वेभ चाहिँ फर्स्ट वेभसँग कहिले पनि ओभरल्याप हुँदैन र यो वाला सिनेरियो अहिले पनि यहाँनिर फर्म भएको हामीले देख्न सक्छौं। जुन फोर्थ वेभ हुन्छ, फोर्थ वेभ चाहिँ फर्स्ट वेभ भन्दा माथि नै इन्ड भएको छ। यहाँनिर फोर्थ वेभमा अलिकति शार्प खालको करेक्सन आयो, यो 0.5 को लेभल भन्दा पनि अलिकति तलसम्म चाहिँ फोर्थ वेभको करेक्सन आएको हामीले देख्न सक्छौं, जुन चाहिँ 0.618 को लेभल हो। फोर्थ वेभको लागि चाहिँ यो 0.618 को लेभल भनेको चाहिँ रेयर खालको टार्गेट हो, तर पनि यसले एउटा एलियट वेभ थ्योरीको जुन गाइडलाइन हुन्छ त्यो गाइडलाइनलाई चाहिँ मेन्टेन गरेको छ। त्यही भएर यो जुन हामीले एउटा यसको प्याटर्न छ यसलाई फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ गरेर यसरी लेबल गर्न सक्छौं। यसले यहाँनिर फोर्थ वेभ कम्प्लिट गरिसकेपछि अबको यसको नेक्स्ट मुभमेन्ट भनेको चाहिँ यो हायर डिग्रीको फिफ्थ वेभको लागि हो। अब यो हायर डिग्रीको फिफ्थ वेभको लागि जाँदाखेरि पनि यसको हामीले सब वेभ हेर्ने हो भने चाहिँ यहाँनिर यसको सब वेभ चाहिँ त्यति राम्रोसँग फर्म भइसकेको छैन, किनकि यो लेभलबाट बढेपछि यसमा बिस्तारै यहाँ मुभ आइरहेको छ र यसलाई हामीले स्मलर डिग्रीमा हेर्ने हो भने चाहिँ यो चाहिँ स्मलर डिग्रीको फर्स्ट वेभ, सेकेन्ड वेभ, थर्ड वेभ र यो अहिले जुन 2-4 दिनदेखि यो लेभलमा खेलिरहेको छ साइडवेज, यो चाहिँ एउटा माइनर डिग्रीको सानो खालको डिग्रीहरुको चाहिँ फोर्थ वेभ हुन सक्छ र आउने समयमा यसरी फेरि यो फिफ्थ वेभको लागि जान सक्छ र यो चाहिँ एकदमै स्मलर डिग्रीको वेभ काउन्ट हो। अब आउने समयमा यसले यो लेभलबाट बढ्दाखेरि फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थ गरेर यो मुभ कम्प्लिट गर्छ र यो मुभ कम्प्लिट भएसँगै यसलाई हामीहरूले एउटा माइनर डिग्रीको फर्स्ट वेभ र माइनर डिग्रीको सेकेन्ड वेभ गरेर लेबल गर्न सक्छौं। त्यसपछि फेरि यो 3, 4, 5 गर्दै माइनर डिग्रीमा चाहिँ बढ्दै एउटा यसले जुन हायर डिग्रीको फिफ्थ वेभ हुन्छ यसलाई पनि कम्प्लिट गर्छ र सर्ट टाइम फ्रेमको लागि हेर्ने हो भने चाहिँ सर्ट टाइम फ्रेमको लागि चाहिँ यसको टार्गेट भनेको चाहिँ यो एउटा लेभल हो, लगभग यो 870 को लेभल। यो 870 को लेभलमा चाहिँ एउटा राम्रो खालको रेजिस्टेन्स लेभल छ। यहाँ हामीले हेर्ने हो भने अघिल्लो चोटी पनि यो लेभलबाट राम्रो खालको करेक्सन आएको थियो र यहाँबाट यो बढेर माथि जान्छ भने यसले यो 870 को लेभलमा एउटा रेजिस्टेन्स लिन सक्छ र यदि यसले यो लेभलबाट रेजिस्टेन्स लिएर डाउन आउँछ भने त्यसलाई हामीहरूले यसरी फर्स्ट वेभ र सेकेन्ड वेभ गरेर लेबल गर्न सक्छौं र यो जुन डाउन आउँदाखेरि यसले माथिकै लेभललाई होल्ड गरेर फेरि यो बढ्न खोज्छ भने चाहिँ हामीहरूले एउटा माइनर डिग्रीको थर्ड वेभको लागि जान लाग्यो भनेर मान्न सक्छौं र ओभरअल यसको जुन अहिलेको सेटअप छ, अहिलेको सेटअप यसको एउटा राम्रो खालको सेटअप फर्मेसन भएको रूपमा चाहिँ मैले देखेको छु र यसको हामीहरूले अलिकति लङ टाइम फ्रेमको टार्गेट हेर्ने हो भने चाहिँ फिफ्थ वेभले चाहिँ जेनरली एउटा नयाँ हाई बनाउने गर्छ। त्यसैले फिफ्थ वेभको टार्गेट भनेको चाहिँ लगभग यो 1100 देखि यो 1240 को लेभल हो। अब यसलाई पनि मेजर गर्नको लागि हामीहरूले ट्रेन्ड बेस फिब एक्सटेन्सन लिन सक्छौं र यसलाई मेजर गर्ने धेरैवटा तरिका छ, तर हामीले यो जुन अहिले मैले लगाइरहेको तरिकाले मेजर गरेर हेर्ने हो भने जुन यो वेभको स्टार्टिङ देखि थर्ड वेभमा लगाएर यसरी हामीले फोर्थ वेभको इनमा लगाउने हो भने चाहिँ यहाँ
0.600 को लेभल आउँछ। यो भनेको लगभग यो 1100 को लेभल। त्यसैले हामीहरूले यसको अलिकति लङ टर्मको लागि चाहिँ टार्गेट भनेको 1100 देखि यो 1240 को लेभलसम्मलाई राख्न सक्छौं। यो लेभलमा पुगेपछि यसले एउटा आफ्नो हायर डिग्रीको वेभ कम्प्लिट गरेर त्यसपछि मात्र यसमा ठूलो खालको करेक्सन आउने देखिएको छ। र अहिले यसको हामीहरूले अब ओभरअल कुरा गर्ने हो भने चाहिँ मैले बीपीसीएल को चार्ट चाहिँ अहिले पनि एउटा बुलिश सेटअप भएर माथि बढ्न खोजेको खालको देखेको छु र स्मलर डिग्रीमा चाहिँ यसले एउटा फेरि स्मलर डिग्रीको फिफ्थ वेभ कम्प्लिट गर्ने देखेको छु, जुन चाहिँ लगभग यो 840 देखि यो 870 को लेभलतिर। र तपाईहरुले यसको लागि चाहिँ सर्ट टाइम फ्रेमको लागि चाहिँ 840 देखि 870 को लेभललाई टार्गेट राख्न सक्नुहुन्छ भने लङ टाइम फ्रेमको लागि चाहिँ तपाईहरुले 1100 देखि यो 1240 को लेभललाई चाहिँ टार्गेट राख्न सक्नुहुन्छ। र यो चाहिँ मैले एलियट वेभ थ्योरी अनुसार देखेको एउटा सिनेरियो भनेको हो। तपाईहरुले यो भिडियोको बेसिसमा चाहिँ ट्रेड नगर्नु होला। र यदि तपाईहरु हाम्रो डिस्कर्ड च्यानल जोइन गर्न चाहनुहुन्छ भने यो भिडियोको डिस्क्रिप्सन बक्समा मैले लिंक राखेको छु, त्यो लिंकबाट जोइन गर्न सक्नुहुन्छ। र यदि तपाईहरुलाई यो भिडियो मन परेको छ भने यो भिडियो लाइक गर्नु होला र हाम्रो च्यानल सब्स्क्राइब गर्नु होला।